नमस्कार। कुनै पनि राष्ट्रको आर्थिक समृद्धिको आधार स्तम्भ भनेको त्यसको औद्योगिक विकास हो। जब उद्योगहरू फस्टाउँछन् तब रोजगारी सिर्जना हुन्छ, युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिन्छ। नेपालको सन्दर्भमा औद्योगिक क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादन जीडीपीमा कम हुनु चिन्ताको विषय हो। औद्योगिक योगदान बढाउन सकेमा मात्र जीडीपी अर्थमा ग्रोथ साथै रोजगारी बढाउन सकिन्छ। त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक छ। नेपालको कृषि उपज र जडीबुटीलाई कच्चा पदार्थकै रूपमा निर्यात नगरी स्वदेशमा नै प्रशोधन गरेर भ्यालु एड गर्ने उद्योगहरू खोल्न सक्नुपर्छ। यसले स्थानीय स्तरमा उल्लेख्य रोजगारी सिर्जना गर्छ, उद्योगहरूको स्थापना हुन्छ। डिग्री भएर मात्र खान पुग्दैन, अर्थात् बजारको माग अनुसारको प्राविधिक सिप आजको आवश्यकता हो। युवाहरूलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरू स्वदेशमा नै उद्योग वा स्टार्टअपमा लाग्न सक्छन्। थोरै लगानी धेरै रोजगारी दिन सक्ने क्षेत्र आइटी हो। विकास सफ्टवेयरको विकास र डिजिटल सेवा मार्फत युवाहरूलाई विश्व बजारसँग जोडेर डलर भित्र्याउन सकिन्छ, जसले बौद्धिकता पलायन अर्थात् ब्रेन ड्रेन रोक्छ। सरकारले उद्योगीहरूका लागि झन्झटिलो प्रणालीको प्रक्रिया हटाएर एकद्वार प्रणाली लागू गर्न सक्नुपर्छ। सस्तो बिजुली, सुलभ यातायात र सहुलियतपूर्ण ऋणले मात्र उद्योगहरू र उद्योगीहरूले नयाँ स्टार्टअपहरू खोल्न सक्छन्। हामीले मेक इन नेपालको अभियानलाई आत्मसात गर्दै स्वदेशी वस्तु उपभोगमा विशेष जोड दिन सक्नुपर्छ। जबसम्म आफ्नो उत्पादनको बजार सुनिश्चित हुँदैन तबसम्म दिगो रोजगारी सम्भावना नै छैन। सरकारले यसमा विशेष ध्यान दिनुपर्छ। औद्योगिक विकास रोजगारी एकै सिक्काका दुई पाटा हुन्। नेपालले आफ्नो जलविद्युत, कृषि र पर्यटन क्षेत्रलाई उद्योगसँग जोड्न सके मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुन सक्छ। सरकारले नीति बनाउने र निजी क्षेत्रले लगानी गर्ने वातावरण मिलेमा आफ्नो युवाहरूले खाडीमा गर्मीमा पसिना बगाउनु पर्ने बाध्यताको अन्त्य हुन्छ। यसका लागि सबै सरकार निकायहरूले विशेष ध्यान दिनुपर्ने आवश्यक छ। धन्यवाद।